नमस्ते अनि स्वागत छ तपाईहरु सम्पूर्णलाई मेरो च्यानलमा। अनि आज चाहिँ मैले यो मकै पिसेर यो आटो बनाउनको लागि लागेको छु। अनि मैले सुरुमा यसरी आटो छिन्काउँछु। आटोलाई छिन्काएर यसरी पिठोलाई एक ठाउँमा छुट्टै राख्छु। अनि यसलाई अब यसबाट यो पिठो निस्किन्छ। पिठो चाहिँ अब सिस्नोमा हालेर पनि हामीले खान्छौँ। अनि बाँकी चाहिँ के भन्छ भैँसीलाई अनि बाख्राहरूलाई दिने हुन्छ। अनि अब यो छिन्काकोलाई हामीले आटो खाने हो। यसरी मैले पिठो निकालेको छु। यो मसिनो छ, यो पिठो हो। अनि यो छिन्काको चाहिँ यसलाई आटो बनाएर खानु। यस्तो छ। अब म यिनीहरूलाई छिन्काएर सक्छु। मैले छिन्काइसकेको छु। अब यसलाई मैले चाल्छु। चाल्नमा हालेर एटी भएको छ। अनि यो चाहिँ पिठो, मैले पिठो एटी बनाएको छु। अब भने म यसलाई यो आटोलाई छिन्काएको आटोलाई म यहाँ यसरी चाल्छु। अनि चालेर यो उफ्रिरहेको यिनीहरूलाई एक ठाउँमा छुट्टै राख्छु। माथि अड्डीकोलाई यो पनि बनाएर आटो बनाएर खाने हो। अनि जुन चाल्नबाट झरेको छ यसलाई मैले केलाएर अनि भुसहरू अनि त्यसै गरी कचेराहरू निस्केको हुन्छ, यिनीहरूलाई म केलाएर फाल्छु, निकाल्छु। यसरी मैले राम्रोसँग केलाउँछु। र मैले यहाँ बनाइसकेको छु। अनि यो चाहिँ कात्रा पनि भन्छौँ। यो ठुलो आटो भइसकेको छ। जरा चाहिँ यो चाल्नुमाथि अड्डीको हो। अनि यसलाई पनि बनाएर आटो बनाएर खानु। अनि यो चाहिँ भुस हो। यो आटोबाट निस्केको भुस अनि कचेराहरू हुन्। यिनीहरूलाई भैँसीलाई दिने हो। यो पानीमा पकाएर अनि यस्तो भुस अनि कचरा जति मैले यहाँ फालिसकेको छु। अनि यो कात्रा भइहाल्यो। त्यसपछि आटो बनाएको छु मैले यति।